फर्किन हौ दुसुरी। अनि यहाँ चाहिँ के गरे हिँडिरहेछन्। यता बन्जी यता हुँदै रहेछ। कति रमाइलो कति मजा। हेलो नमस्ते साथीहरू, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई स्वागत छ आजको मेरो नयाँ भ्लगमा। हामी जान आँट्दैछौँ आज मुस्ताङमा आज अरू कता कता घुम्ने हो। मुक्तिनाथ पुग्ने होइन, मुक्तिनाथ भोलि जाने अरे दिदीको भनाइअनुसार, मलाई थाहा छैन। अनि अब हामी नाटेको रेडी भइसक्यौँ। हतार सुत्न भएको छैन, 5 घन्टा सुत्यौँ होला। उठेर 12 बजी सुतेको, 12:30मा सुतेको हौ, मोबाइल पनि त चलायौँ। अनि हतार उठेर अब रेडी भयौँ ओर्यौँ होइन, उहाँ लाने झोला ठिक पार्यौँ। अब चिया खाँदैछौँ यहाँ एकदम चिरीच्याट्ट पारेर हामी जाँदैछौँ। गाडी चढ्यौँ ठ्याक्कै। खाजा खान बसेको सेलरोटी होइन, सुक्खा रोटी खायौँ। अनि सेलरोटी खाँदैछौँ यहाँ हामी सबै। मिठो रह, घरमा पकाएको चाहिँ किन यस्तो हुँदैन भन्दैछु म, खोक्रो। अनि चाहिँ यहाँ खाजा खाइसकेर बसिरहेको होइन। म खाँदा इधर उठेर मैले रस नखाएको भनेर रिसाउँदैछु। अनि उसले मेरो रिसाएको अनुहार हेर्दै खाजा खान नपाएर रस खान नपाएर भन्दैछ यता फर्किन हौ दुसुरी। अनि आज कस्तो राम्रो आइरहेको छ क्या यहाँबाट फोटो। यो टल्केको हेर्नु त, यसको अनुहार यस्तो छ त छैन नि। म टल्केको हेर्नु त। अब हामी जान आँटेको चढ्नु भयो दाईहरू होइन। यो हामी गएको चाहिँ पर पर्सन 4000 है, जानेर आउने गरेर। अनि हामी चढ्न आँटेको गाडी। ओइ आइज ठेउ कि ओइ। अनि हामी चढ्न आँटेको राम्रो खालको सिटमा छौँ हामी, मिनाजु र दिदी यहाँ, म यहाँ सिङ्गल सिटमा। हामी चाहिँ बन्जीहरू हेर्न आएको, गर्न पाइँदैन होला। जिप लाइन हुँदै यो त बन्जीतिर होइन त। 35 केजीको मान्छेले बन्जी हान्छ त 50 केजी चाहिँ। म त आफै घरबाट डोरी ल्याउनु पर्ने रह भन्दै थिएँ। अनि यहाँ हेर्न आएको हामी चाहिँ पिङ पनि रहेछ। यो पिङ चाहिँ खेलाइदियो मलाई। ल पिङ स्विङ भन्छ बन्जी। त्यही होइन झर्नै हो त्यहाँ। सेकेन्ड वर्ल्डको सेकेन्ड हाइएस्ट अरे। माथि हेर्न आएको। यहाँ चाहिँ के गरे हिँडिरहेछन्। पछाडि केही न केही त बाँधे होला नि। पछाडि केही बाँधे छैन अन्त। यता बन्जी यता हुँदै रहेछ। त्यही हो, पछाडि बाँधेको हुन्छ होला नि दाइ। अनि लडी पर्लु के भने हेरेर सातो गएर त्यहाँ हिँड्यो भने के होला तपाईँ। बन्जीको उयो बन्जी गर्ने ठाउँ बाँधेको छैन, पछाडि होला नि। ल लाडिम लाड। यहाँ चाहिँ भुँडीमा बाँध्ने अनि सर जाने है। यो र मलाई चाहिँ त्यो पिङ खेल्न मन लागेको। यहाँ रेडी हुनुहुन्छ अरे, म खिच्न आँटेको। खोइ हौ क्यामेरा सिकाउँदै हुन्छ तल।
कहाँ पुऱ्यायो भने यदि बाटो अब त्यस्तो कच्ची छ लाग्दैन हौ अब बाई बाई अर्जुन नाम तिन मामा म पनि जाने म पनि खेल्ने पैसा कति सोध्दैन छिटो मामा गएर बाबालाई लिएर बिचारा यहाँ मामा गएर सानो जानुभयो मामा ती कति रमाइलो रमाइलो रहेछ कति छिटो पुग्यो है हो चमा खान्छ भएको मामा हामी चाहिँ आएको यहाँ झोलुङ्गे पुल चढ्नलाई नेपालको सबैभन्दा लामो होइन पुरै जाने होइन हेर्ने मात्र सबैभन्दा लामो यहाँदेखि स्टार्ट छ होइन उहाँसम्म पुरै लामो छ आँखाले नभ्याउने क्या 5.5x मा जुम गर्दा पनि यति मात्र देखिन्छ यति लामो छैन नेपालको सबभन्दा लामो झोलुङ्गे पुल फेरि नोइएको पनि छैन कतिसम्म चाहिँ तन्काएको रहेछ त्यहाँ भने नि यहाँ फोटो से हेर्दा यहाँ त्यति बिना चाहिँ हिँडिसक्यो जानु पर्यो पछि पछि हामी आइपुगेको छौँ बेनीको बजार होइन डुल्दै घुम्दै गर्दै राम्रो छ बेनी बजार बेनी बजार बेनी होइन त ठाउँको नाम को हुनुहुन्छ तपाईँको केटी साथी यहाँ अनि आयो यहाँ हामी आइपुगेको छौँ यहाँ सामानहरू हाल्नको लागि दाइहरूले रोक्नुभएको छ यो दिदीसँग बेनीको बजारमा आमा टिकटक बनाएर दङ्छ कम्ता स्ट्रगल हो त दिदीसँग हिँड्न हुन्छ भनेर थर्मोकोट लाएर विन्टर लगाएको त्यहाँ माथि स्वेटरहरू लाउनलाई अघि त चिसो थियो त्यहाँदेखि गण्डकी र कहाँ गण्डकी र पर्वतमा यति गर्मी भयो अहिलेसम्म गर्मी छ अहिले पनि पुरै गर्मी छ होइन हामी कहाँ आइपुग्यौँ आई डोन्ट नो हामी कहाँ आइपुग्यौँ थकाली दाना मुस्ताङ लेते रेस्टुरेन्ट कहाँ छ दाना कहाँ लेखेको छ म्याग्दी नै होला हौ दाना म्याग्दी आइपुग्यौँ हामी होइन गर्मीले पड्किन आँट्यौँ हामी अब यहाँ खानासाना खाने अरे चार्ज हाल्ने अरे पालो गरी यस्तो ठाउँ छ कस्तो राम्रो भ्यू तर कति गर्मी भन्ने ठाउँमा आइसकेको छौँ अहिले 1 बजेर कति मिनट गइसक्यो 10 भइसक्यो खाना खाँदै हुनुहुन्छ उहाँहरू चाहिँ खाना कस्तो छ भनिदिनुहोस् खाना राम्रो छ अगाडि अनि हामीले खाना खाइसक्यौँ पर प्लेट 300 रुपिस ठिक थियो मिठो थियो एकदम लोकल खाना हामी खायो अरे छुट्टी सकेको यो ऐना त काली कुत्ती भएको
हाम्रो पुड्को दिदीको ड्रेसअप हेरिदिनुहोस् फिट चेक गरिदिनुहोस् कार्डिगन अस्ति मैले किनेको यो काठमाडौँमा देखाइदेऊ यो गुलाबी रातो किन्दै भन्दै थिएँ यसै कृतान अब वासरुम जाने अनि गाडी चढ्ने हामीले चाहिँ खाना खाएको पर प्लेट 300 यसले मैले एकै ठाउँ खाएको त्यही पनि थप्नु परेन भात धेरै थियो धेरै नै ठिकै थियो हामीले नखाएको यसले टिकटक बनाएर जान्छ हामी चाहिँ यहाँ टिकटक बनाउनु आँटेको होइन यस्तो भ्यू छ कस्तो राम्रो गाइज यो गाइज नो इफ यु डोन्ट देन लुक मेरो इङ्ग्लिस देखेर बेहोसमा हुनु होला तपाईँहरू सबैतिर पहाडै पहाड पहाडको बिचमा हामी अन्त यो के हो होला यो ए अन्त खोज्छु उताबाट हेर्ने उतापट्टिको रुप्छ झर्नाको पानी उहाँ गएर खिचौँ न कति शीतल कति मजा कस्तो मजा आयो खिच्दैछौँ कि हामी तर कस्तो पानी आइरहेको छ यहाँ मेरो चस्मा हेर्नु न पानी होइन यस्तो राम्रो यति राम्रो छ वाउ हावा खाम अब कति राम्रो देखेको कति राम्रो यो झर्नालाई चाहिँ मनमोहक झर्ना पनि भनिन्छ अरे हाम्रो दिदी लक्ष्य पढेर भने कि यता पनि उत्तिकै राम्रो हाम्रो गाडी आइसक्यो अब गएको कति रमाइलो कति मजा यही घर बनाएर बस्ने जस्तो मेरो आवाज चाहिँ सुन्नेको छैन होला ल पनि हिँडौँ मेरो जुत्ता फोहोर गइसक्यो उत्रेको होइन हामी आइपुग्यौँ मार्फा भिलेज उखेट्या है यहाँ सर हामी उयो इबीमा आएको अनि यहाँ अब फोटो खिच्ने यहाँ आइपुगेपछि खिच्नु पऱ्यो नि त यहाँ वी आर वाकिङ स्याउ 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 फलेको पाकेकै छैन अनि बेलै भएको छैन होला धेर चिसो भएर चिसो थर्मोकट उयो मात्र उता कति गर्मी थियो अनि हामी जाँदैछौँ यहाँ मार्फा भिलेज त्यो जेरी गल्ली टाइप कतिको देखेको फोटो भिडियो ब्लग त्यही भएर हामी पनि हिँडेको ल प्रवेश गर्न आँट्यौँ हामीले होइन अब हामी प्रवेश गर्छौँ हामी यहाँ जेरी गल्ली टेरी गल्ली कता जान आँटेको यहाँ डार्क रोज देख्यौँ कि यो त प्लास्टिकै राख्यो जस्तो डार्क छ यार फुलेको घरमा यहाँ बरु मोबाइलमा धुसुरे देख्यो स्याउ देखाऊँ भनेको स्याउ चाहिँ छेउमा राखेर पर मात्र पाकेको राख ल हामी हेर्दैछौँ कति राम्रो है यो वाइट वाट वाउ थिङ चिसो हुन्छ कि भनेको हुँदैन रहेछ नाक मात्र चिसो होला चिसो भएको छ हात चिसो भएको ड्रेस लाउँ भनेर भन्नुहुन्छ तर म नलाउने यो चिसोमा लुगा कसले फुकाउने नो वान नो बडी बरु म इलाममा गएर ड्रेस लाउँछु तर यहाँ होइन
पुरै यहाँ त भुत्लै भुत्ला रौँ यसको याकको अनि याकमा फोटो खिचाएको 50 भन्दै हुन्थ्यो मैले यस्तरी ब्लग खिचेँ फोटो त्यहीँबाट स्क्रिनसट हाल्छु बिजनेस माइन्ड हाय हाय कति चिसो मेरो नाक चिसो भएर दाँत पनि चिसो भइसक्यो किताब कपी पाइँदो रहेछ यहाँ रोज त यस्तो राम्रो राम्रो ल कति हावा चलेको हाय हुई बत्त बत्ती तपाईँहरूलाई मैले पैसा खर्च गरेर आए पनि तपाईँहरूलाई फ्रीमा घुमाइदिएको मैले खै हल्का छेल्यो दिदी हजुर दिदी क्लिकिङ फोटो एभ्रिवेयर हाय यहाँ ड्रेस लाएर फोटो फर्स्ट गइहाल्नु खै जेरी गल्ली आयो है स्याउमा लेखेको छ जेरी गल्ली मर्ने गरी फोटो खिच्यो 2-3वटा दाइले गफ खानुभएको यो कति राम्रो What's up, guys? We are rare. क्या लग्नै पर्ने दामी गुम्बा हेरौँ 1 लाख के अरे दिदी बुद्धको यसमा बुद्धिस्टमा छिरेर हिँडेको हामी फेरि बाहिर फेरि गल्लीतिर खोइ त्यसलाई बेलुन बाँध्नु पर्थ्यो कपाल बेलुन बाँध्नु पर्थ्यो त्यसको कपालमा देखिनु खिच्दैछन् चौरीको पुच्छर यहाँ पानी रहेछ यहाँ स्याउ देखाउँ भनेको स्याउहरू रोइन रहेछन् है यहाँ पानीहरू कहाँ छ दिदी हरियो हरियो स्याउ रहेछ अब हामी जाँदैछौँ एउटा मात्र बाँकी हौ स्याउ यहाँ ए किन देखिँदैन स्याउ ल भिजिट गराएको तपाईँहरूलाई मैले सब गल्ली लग्न खिचेँ हेरेर बस्नु जस्तो छ कति चिसो कस्तो आनन्द अघि सुरुमा त यस्तो चिसो भएको थिएन अहिले एडजस्ट भयो जिउको टेम्परेचर भाइको टोपी बाँध्दैन यहाँ मलाई छुट्याएर खिच्दैछन् उहाँ नाची हल्ली देख्नु भयो तपाईँहरूले एक्लै आउनुको पीडा कास मेरो पनि कोही हुन्थ्यो आयो अनि कस्तो राम्रो ल हेर्नुहोस् स्याउ बगान यहाँ रायोको साग पनि रहेछ यहाँको रायोको साग पो मिठो हुन्छ त चिसो ठाउँको दामी है यति हावा चलेको छ कपाल यस्तो हावा चला मलाई उडाउँदा मौसम हेर्नु वरिपरि हेर्नुहोस् कस्तो दामी भयो भने नि एकदम ठिक हो यो मौसम चाहिँ आउनु अक्टोबरमा दसैँ तिहारको बिचमा अक्टोबरमै हुन्छ भन्ने छैन तर पनि अक्टोबर चाहिँ बेस्ट अरे मैले सुनेको मलाई पनि के थाहा थोरै मौसम अनुसन्धानको मान्छे हो र म के आयो भन्छु ल बेस्ट आयो मेरो दिदी आयो भूकम्प आएको झन्डै कि दिदी कुदेर भूकम्प आउँदैछ नि हेर्नु यो कसरी हल्लियो झारेर रुख यो दिदी कुदेर हो पक्कै तपाईँ मेरो भ्लग हेर्नु क्या तपाईँहरू यत्रो पैसा खर्च गरेर आउनु तपाईँ हिमाल हेर्नु क्या हेर्नु त म कति मजाले देखाउँछु यता पनि देखिरहेको छ टुप्पी अलिकति हामी हिमाल पारीका चिन्तामा छौँ
मनाङ मुस्ताङ हिमालपारीको जिल्ला हो है गाइज। स्याउ पक्रेर खाइदिउँ जस्तो घरमा चाहिँ खानुहोस् भनेर मम्मीले फेरि मेरो टुप्पी खेल्न सक्नुहुन्छ ब्लग हेरेर। स्याउ अब गेट आइसक्यो हामी यहाँबाट निस्किने। हाम्रो गाडी बाहिर छ खै त्यो घुमाउँला एकचोटि। दिदी राई दा हिनाजुहरू यहाँ छेउमा आए किन यो लाने भएपछि 170 मा यहीँ जस्तो भइहाल्यो। ए यहीँ जमसम जस्तो भइहाल्यो यहाँनिर यही अब हेर्दै हिँडेको। हामी निक्लिसक्यौँ त्यहाँ तल छाने ओइ यहाँ तल छाने आयो। अब हामी जाँदैछौँ। यो गाडी चाहिँ उतारो छ हामी चाहिँ कुदै यस्तो बस पनि आउँदो रहेछ है। यस्तो बस पनि जान्छ कि तर यसमा पैसा सस्तो हुन्छ होइन। यसमा यो त रिजर्भै हो यो ठुलो बस त तर यसमा कति राम्रो तपाईँहरूलाई रिग्रेट हुँदैन क्या। त्यही भएर पनि विदेशीहरू आउँछन् होला है घुम्नु। I see the world so small it seems. Step by step through trials and pain, turns out it's just the same. You miss the sights, left friends behind, the high places, the cold. हामीलाई चाहिँ यहाँ मलाई चाहिँ चिसो भएर यहाँ स्वेटर लगाइसक्यो फेरिसक्यो लुगा पनि अनि हिमाल हेर्नु न। यहाँ फोटो खिच्न रोकिदिनु भएको दाइहरूले कस्तो दामी आँखाले हेर्दा त नि झन् कस्तो राम्रो। यो मेरो धुसुरे मोबाइलमा त यति आउँदैछ। आजकल मेरो भिडियो धुसुरे आउनु थालेछ। मोबाइल पुरानो भएछ कसले किनिदिएला हो मेरो 1 वर्षमा नयाँ मोबाइल। कति राम्रो है। उहाँ पनि छ अझै हिमाल तर तपाईँ किन त्यो हेर्नुहुन्छ होइन अहिले यो हेर्नु लमसम विमानस्थल प्रवेशद्वार। यहाँ पो उत्रिँदा मजा आउने रहेछ हिमाल हेर्दै। Places cold and stern, on loneliness heartache I yearn. I walk this far to see skies blue, only to find solitude. यता देखिँदैछ हिमाल पुरै जता भए पनि भोलि बिहान छिटै हिँड्नु पर्ला। 8:30 सम्म चाहिँ मुक्तिनाथबाट निक्लिनु पर्यो। 7 बजे जाँदा पनि त मुक्तिनाथ 1.5 घन्टा के गर्नु। आफै पूजा गर्न थाले मात्र हजुर आन्टी के ए हो भित्रै पस्नलाई होला। ल अब 15 मिनट यहाँ 2जना अङ्कल आन्टीको होटल अरे। हाम्रो चाहिँ माथि छ। कस्तो चिसो यहाँ त। ल उत्रौँ। बहुत कस्तो चिसो छ। मैले 5 डिग्री सेल्सियस देखाएको छु। यही गाडीमा आएको यो बसमा दुई चाहिँ करेन्ट लागेको गरेको थिएँ। यहाँ त राम्रो होटल बनिँदै रहेछ। ल है भाइब्स त आयो है कस्तो चिसो। अनि यहाँ होटल यहीँ हामी 6 जना बस्छौँ जम्मा 10 जना आएको थियो सायद त्यही जस्तो लाग्छ। 7 जना बस्छौँ। 2 जना चाहिँ उता जानुभयो 1 जना चाहिँ यही होटलको आन्टी हो। 10 जना आएको थियौँ जम्मा। ल फाइनल्ली हामी पस्यौँ यहाँ। त्यही त यस्तै गर्नुपर्छ भनेर के अरे। अनि हामी बल्ल रुममा आयौँ। यहाँ चाहिँ 3टा बेड छ। आज चाहिँ कुनै नभएर अरे होइन म चाहिँ सुतिरहेको छु। अब हेर्नु न हालत त्यस्तो छ। जुत्ताको काम बाहिर लाउने चप्पल छैन त के गर्नु होइन। यहाँभित्रै जुत्ता लाउँछन्। अब आफ्नो नेपालीपनले दिँदैन तर पनि ठिक छ। 3टा बेड छ अनि रुम नभएर अनि यो हामीले रुम 2800मा लियौँ
एक रातको महँगो नि हो राम म पनि एउटा होटल नखोली भने यहाँ तर पानीमा कसले काम गर्छ मुक्तिनाथमा हैन अनि यहाँदेखि 10 मिनेट टाढा अरे मन्दिर अब त्यही हो दिदी तैँले रगिसे मिनाजु यहीँ बसिराख्नु भएको छ हाम्रो मेरो मिनाजु अनि वाइफाई बल्ल बल्ल भेटेर मोबाइल चलाउनु भएको मोबाइल पागल हुन आँट्यो चार्ज सक्ने आँट्यो अब चार्ज गर्नुपर्ने छ मिनाजुले हालेको कि दिदीले हाले कि दिदीले त अघि भ्याइसकेको छ उसको स्विच अफ भएको रहेछ अनि त्यही हो मस्त सुतिरहेको छ यस्तो चिसो छ टोपीमाथि यो पनि लाग्छ मैले हेर्नु न कति चिसो यो अनि यहाँ भित्र स्वेटर यस्तो बाक्लो स्वेटर छ अनि यहाँ भित्र अझै थर्मोकोट लगाएको छु अनि र पनि ठिक्क अलिक ठिकै भएको छ त्यस्तो तातो होइन खुट्टामा त थर्मोकोट र जिन्सको भन्छ हाम्रो दिदी आउनुभयो दिदीको फेरि बिचोक रहेछ खोइ हेर ए होइन रहेछ जगतम्मा देख्यो जिउमाथि यो ज्याकेटै ठुलो ज्याकेट नै ठुलो दिदीको जिउ ठुलो होइन बुढेर बुढ्छ बल भोलि मुक्तिनाथमाथि चढ्दा चाहिँ चढ्छ दिदी अनि उत्रिँदा चाहिँ गुड्किँदै आउँछ आयो अनि पैसाहरू तपाईँहरू बिहानदेखि गर्नुभयो भने थाहा हुन्छ तर यो सबै तपाईँहरूलाई चाहिन्छ भने म पैसादेखि लिएर सबै थोकदेखि लिएर पछि म भिडियोमा हाल्न सक्छु हालिदिन्छु तपाईँहरू भन्नुहुन्छ भने टोटल गनेर हामीले चाहिँ सुकुटीहरू खायौँ सुकुटी फेरि च्याङ्राको खाएको मैले पहिलोचोटि सुकुटी खाएको डन जज खानै पर्यो अब यहाँ आएर च्याङ्रा भनेको बाख्रा त हो नि हौ यहाँको अनि यहाँ लाइन गयो एक्कासी होइन यस्तो चिसो छ मलाई यस्तो यहाँ चिसो भएर मैले टोपी सानो खाएको अलिक बच्चाको जस्तो अनि यो अनि यहाँ माथि पनि यो लगाएको ज्याकेटको मेरो दिदी चाहिँ उहाँ चाहिँ यहाँ चिया खान खोजेको चिया नबनाइदिने अब रिस उठ्यो मलाई अनि चिया र मुस्ताङ आलु खान हिँडेको कहाँ जाने भन त तिम्रो मेरो लिपस्टिक गयो यस्तो छ मेरो दिदीको भएर भिनाजुभित्र खाँदै हुन्छ हामीले छोडिदिएर हिँडेको भिनाजुलाई कस्तो चिसो छ अघि 5 डिग्री सेल्सियस थियो अहिले 4-3 कति भयो हामी चाहिँ यहाँ एउटा होटल आएको कि कस्तो राम्रो रहेछ बार साइडमा आइसक्यो हामी माथि खाली नभएर अनि यहाँ पुरै हालेको छ मलाई यो मन पर्यो यहाँ बोतल राखेको कलर ए बम मार्लीको त यहाँ यता बम मार्लीको क्रेज त हेरौँ कि क्या हो अनि यो पालेको रहेछ क्या यो भित्र कस्तो तातो मजा आयो खुट्टामा ताङे आलु भनेर प्राङ गरिदिनु दाजुले थिचेको हो कि पिछेको आलु ल्याइदिनु अनि चिया खान आएको है हामी चिया खान यत्रो स्ट्रगल गरेर यहाँ आएको नि फेरि अनि यहाँ कति राम्रो ठाउँ छ तर राम्रो ठाउँमा आएछौँ हामी खाना हालेको यादको भुत्ला छामेको यस्तो ए भित्र उयो पराल खाँदेको रहेछ दिदी मासु नै छ यहाँ मैले देखेको हेर कति बाक्लो जुम्रा होला ए यत्रो हुँदो रहेछ बाक्लो सक्दो रह त कति अरर है यहाँ माथिको त नरम छ जति मेरो पन्जा जति थिए हामी माथि चढेको अब पैसा तिर्नु भएको मुस्ताङे आलु खायो डल्ले आलु खायो मुस्ताङे होइन डल्ले अनि चिया खायो अनि अब हिँडेको मिराजी फोन गर्दै हुन्छ यस्तो स्ट्रगल गरेर हिँडेको कस्तो राम्रो कलर रहेछ रानी जर्मनी हो आइए खुट्टा त फाक भयो त नि यो उयो फुल रोपेको गार्डन रहेछ भन्दै थिएँ मुनिची देखिन क्या अघि कस्तो कोजी फुल्लै फुल्ने ल हाम्रो लुक्सदेखि मेरो लुक्सदेखि अझै जज नगर्नु होइन म कता देखेको छु भने थाहा छैन मलाई त कहाँ गयो मेरो दिदी अब 5 डिग्री सेल्सियसमा यो लुक्स 5 डिग्री छैन हौ अझै कम छ 3 छ होला 1 डिग्री त गति कति छ अघिको भन्दा त धेरै चिसो बढ्यो 1-2 नै छ लास्टै चिसो बढ्यो अघिको भन्दा त है 1-2 छ अब यही अनि हामी खाएको कति महँगो है यहाँ खानेकुरा त राम बाफ त्यो लाग्ने छिन के अरे खाना अर्डर गरेको छ 400 रुपियाँ प्लेट भेज खाना सादा चिकन होइन के खाना हो 600 भनेको थिएँ त्यो नन भेजलाई चाहिँ च्याङ्रा खाना होला चिकन होइन यहाँ नो चिकन यहाँ च्याङ्रा चिकनै बाँच्दै यहाँ त काटेकै ल्याउनुपर्छ नि चिकन ल्याउँदै गनाउँछ फेरि उता त गर्मी छ नि त पाल्पा उयोतिर त
पाल्पा भने चाहिँ म्याग्दीतिर छ बागलुङतिर त एक कप चियालाई 100 रुपियाँ छ धेरै होइन ट्याक्कै 100 अनि आलु खाएको त्यो मुला अघि 350 अरे यो साग हो कि के हो घाँस हो घाँस र ओए सागै हो जस्तो लाग्छ त ए घाँसै र अनि हामी यहाँ होटल पुगिसक्यौँ अब हामीले दामी ठाउँ थियो भित्र चाहिँ एकदम उयो बालेर आगो बालेर तातो यही हो हामी बसेको होटल चाहिँ अब यहाँ जाउँ आइज को वेलकम ब्याक टु माई च्यानल हो कि क्या भन्नु सुनिनँ मैले यो हाम्रो गाडी होइन यही बसेछ हाम्रो भिना चाहिँ खाएको खाइ हुनुहुन्छ अझै भात खाने बेला भयो हाम्रो भिना चाहिँ अङ्कल ग खानेर जोतेर ग भन्छ कस्तो भएको छ हात धुनु कति डिग्री सेल्सियसको पानी हो भनिदेऊ पानी त माइनसमै होला माइनस नभएपछि पानी आउँदैन बुझ्नु ए माइनस आउँदैन बाहिर चाहिँ 3 छ अब पानी कति हो एकदम हात झर्ला जस्तो छ अरे ल ठिक छ राम्ररी बस्यो नि यसलाई मैले भात खुवाइदिएँ हात पनि धोइनँ केही पनि धोइनँ अब चाहिँ हामी सुत्न हालेको होइन यस्तो चिसो छ यस्तो चिसो मेरो नाक पनि पुरै बिरालोको नाकभन्दा परतिर भइसक्यो यस्तो सास बढ्यो जस्तो भएको छ मलाई त पुरै फ्या जति बेला नाक थुन्ने जस्तो नाक त थुन्ने होइन तर गर्नु पर्दैन क्या एकछिन मुख चुप्प गर्नै भएको छैन सुत्न आँटेको होइन यस्तो चिसो छ यस्तै चिसो छ यही स्वेटर लाएर सुत्ने भुवा आउँछ होला यो भित्र थर्मोकोट पनि छ क्या अझै मुनि चाहिँ थर्मोकोटको सुरुवाल अनि सुत्न आँटेको हो हामी सबै अनि आजको लागि यति नै स्टे सेफ स्टे हेल्दी टाटा बाई बाई गुड नाइट मुक्तिनाथ गोबेको ब्लग चाहिँ भोलि पर्सि अब आउने ब्लगमा आउँछ